हेलो मेरो साथीहरू, म चाहिँ आज नेपाल जाँदैछु। नेपाल जानको लागि चाहिँ मेरो दुईवटा दाइ चाहिँ उडाउन आउनुभएको छ। मैले चाहिँ एयरपोर्टमा आइपुगेँ, टिकटहरू मैले हातमा लिइसकेँ अनि म नेपाल जानको लागि वेटिङ लिस्टमा छु। अनि यहाँबाट चाहिँ म दिल्लीसम्म जानेछु। दिल्लीबाट चाहिँ अनि फेरि म नेपालको काठमाडौँसम्म जानेछु। म केरलामा छु। अहिले केरलाको एयरपोर्टमा म यसरी चाहिँ ल्यान्ड गर्नको लागि ल्यान्ड भइसकेको छ। म यसरी बसेको छु प्लेनभित्र। फर्स्ट टाइम म मेरो एक्सपिरियन्स अनि यहाँ चाहिँ खानेकुराहरू दिएको छ अनि म एक्साइटेड भइरहेको छु। सो अब यो अँधेरी रातमा म चाहिँ प्लेनमा सर्रक जाँदैछु है साथीहरू। तलको भ्यूहरू हेर्दैछु। फर्स्ट टाइम एक्सपिरियन्स रमाइलो लागिरहेको छ, नरमाइलो पनि लागिरहेको छ। एक्लै छु, सो त्यो भएको कारणले गर्दा चाहिँ अनि मेरो चाहिँ फेरि यहाँ खानाहरू आयो, खाजाहरू आयो, म खान्छु फेरि पनि। फेरि म चाहिँ रातिको 10 बजी चाहिँ म झर्छु, दिल्ली झर्छु अनि रातभरि बसेर भोलि बिहान फेरि काठमाडौँको चढ्नु छ। यहाँ चाहिँ छुट्टै एयरपोर्टको माहौलहरू देखेर, मान्छेहरू देखेर म चाहिँ एकदम चकितमै भइरहेको छु। खुसी लागिरहेको छ, नरमाइलो पनि लागिरहेको छ अनि सुरुगा लागेको छ, चिसो भएको छ मलाई अनि यसरी सिटमा वेटिङ गरेको छु। भोलि 8:30को चाहिँ मेरो फ्लाइट छ। त्यो भएको कारणले गर्दा अलिकति गाह्रो भइरहेको छ गाइज। यसरी चाहिँ फेरि पनि म बिहान 6:30 बजेको फ्लाइटमा यसरी आइसकेको छु। मेरो चाहिँ सिट चाहिँ ज्यानमा थियो, तर पनि एउटा उम्रिकने साथीले चाहिँ मलाई चाहिँ रिक्वेस्ट गर्नुभयो, उहाँ बस्नुभएको छ, म यता बसिरहेको छु, उहाँले भिडियो गर्नुभएको छ। मलाई खुसी लागिरहेको साथीहरू, हामी फाइनली नेपाल आइपुग्यो। नेपालको भ्यू देख्दा आफूलाई खुसी लाग्छ। ओके बाई, सी यू।